छोरी मान्छेको लाइफ सधैँ एउटै हुँदैन रहेछ। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्नेछु तपाईँहरू राम्रै हुनुहुन्छ होला अनि म पनि राम्रै छु। सो आज म चाहिँ भिडियो लिएर फेरि आइसकेको छु तपाईँहरूको बिचमा। आज चाहिँ मैले प्लान्टहरू अलिअलि सारेको छु यताउता, पहिलाकोहरू फ्याँकेर नयाँ लगाएको छु। अनि हेर्नु सक्नुहुन्छ मैले यता पनि लगाइसकेको छु, यता पनि लगाइसकेको छु। अनि यो चाहिँ मैले होममेड बनाएको माटो। यो चाहिँ मैले खानाहरू नफ्याँकेर त्यो पचाएर चाहिँ त्यो सडाएर मैले यहाँनिर माटो मिसाएर त्यो चाहिँ प्लान्टमा हाल्नुको लागि बनाइसकेको छु। सो हेर्नु सक्नुहुन्छ म सबै गर्दैछु। एउटा टाइम थियो कि म जब बिहेको अगाडि घरमा बस्थेँ तब यो सबमा इन्ट्रेस्ट लाग्दैन थियो अनि यो सब चाहिँ म कहिले पनि गर्दिनँ थिएँ। तर अहिले आफूलाई हेरेर लाग्छ म निकै नै ठुलो भइसकेको छु, समझदार भइसकेको छु यस्तो लाग्छ। किनकि मेरो बिहेको पछाडि पनि बहुत सारा बचपनाहरू थियो। सो अहिले अलिकति जिम्मेदारीको एहसासहरू हुँदैछ। आफ्नो घर हुँदाखेरि चाहिँ फुलहरू लगाउनु मन गरिहाल्दो रहेछ। जब आफ्नो खुदको घर हुन्छ तब चाहिँ सबलाई आफ्नो तरिकाले सजाउनु मन लाग्दो रहेछ। तब चाहिँ लाग्छ कि यहाँनिर यस्तो भएको भए राम्रो हुन्थ्यो, यहाँनिर यस्तो भएकै राम्रो हुन्थ्यो। अनि म चाहिँ त्यसरी नै कहिलेकाहीँ चाहिँ म एनी टाइम गर्दिनँ। यहाँ हेर्नु सक्नुहुन्छ यहाँनिर झारहरू पनि पुरा पलाइसकेको थियो। सो गर्मी महिनामा चाहिँ पुरा पानी पर्थ्यो नि त, अनि त्यही भएर चाहिँ त्यतिखेर चाहिँ त्यति लाउनु मन गर्दैन थियो। पानीले माटोहरू पनि सबै खत्तम भइसकेको थियो। त मैले फेरि माटोहरू पनि फिल गरेँ यो सबमा। अनि अहिले चाहिँ म सबै लगाइसकेर चाहिँ त्यसमा चाहिँ अलिअलि फुल त होइन, यो झुलाउने जस्तो हुन्छ त्यो सब लगाएर चाहिँ मैले अब टाङ्नु थालेँ माथि माथि। यो माथि नै थियो, मैले तल गरेर चाहिँ सजाउन थालेको थिएँ। अनि हेर्नु सक्नुहुन्छ मैले यो चाहिँ एउटा एउटा गरेर टाङ्दैछु। अब यो सबै टाङ्गिसक्दैछु। मैले जति जति भ्याएको छु, जहाँसम्म चाहिँ मेरो हात पुग्दैछ त्यहाँसम्म चाहिँ म गर्दैछु। बाँकी चाहिँ मैले छोडिदिएको छु, मेरो हस्बेन्डले लाउनुहुन्छ, त्यति माथि चाहिँ म पुग्दिनँ। अनि हेर्नु सक्नुहुन्छ यो चाहिँ पुरा दामीले फैलिसकेको छ, कस्तो मजाको भएको थियो। यो चाहिँ मैले खालि यसमा माटो मात्रै अलिअलि माथिबाट भरेँ। सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट सेयर जरुर गरिदिनु होला। तपाईँहरूको यस्तै माया र सपोर्टले म अघि बढ्नु चाहन्छु। सो तपाईँहरू सधैँ मेरो साथमा रहनु होला, म यही कामना गर्छु। सो मिल्दैछु तपाईँसँग नेक्स्ट ब्लगमा। आजको लागि चाहिँ यति नै। बाई बाई फ्रेन्ड्स।